म हेरी हुन्छ। हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। आज चाहिँ हामी चाइना क्याम्प जाँदैछौँ होइन। यो गोल्डन ब्रिज कटेर गोल्डन ब्रिज यहाँदेखि देखिरहनु भएको छ गोल्डन ब्रिज। हामी यो क्रस गरेर जाने हो। त्यतिखेर हामीसँग हुनुहुन्छ सबैजना साथीभाइहरू है। सरोज भाइ यता हेर, हाम्रो मोहन कुमार सर, मनु सर, हाम्रो शङ्कर सर, हामी छिर्यौँ है त। के अरे हामी सानो ठाउँ पनि हामी यसरी अन्डरग्राउन्डबाट क्रस गर्नेछौँ। यो धेरै त छैन तर सहजको लागि कस्तो मजाले बनाएको हुन्छ यार। यहाँ चाहिँ सुरुङ मार्ग। यहाँ चाहिँ हेर्नु मन लागेको छ। गाडी तल राखेर साइक्लिङ ल गोल्डन गेट क्रस गरेर हामी अहिले चाहिँ चाइना क्याम्प जाँदैछौँ पारी है। र यहाँ पनि अब सुरुङ छ है। यो कति लगभग कति माइल जति छ यार? 1 माइल छ, अलिक छैन है क्या। कस्तो दामी क्या। ल छिर्यौँ है त हामी। ए यो त छोटै रहेछ, कस्तो मजाले कटिङ गरेर बनाएको छ यार। लेनको के अरे यो 6 लेनको बाटो सुरु गरेछ। अब टेस्लालाई चाहिँ अटो पाइलट हान्नु त सर एकचोटि। अटो ढाक हात छोडिदिनु। अब लागिसक्नु भयो। कति स्पिडमा? ल स्पिड मिलाउनु अनि अटोमा राखिदिनु त अब। ल छोडिदिनु। अब हाम्रो टेस्ला गाडी चाहिँ चट्ट लाएर पाइलट मोडमा दौड्यो है। कति 61 को स्पिड छ नि। टाढो जाँदा यसो लाग्यो हिँड्यो क्या। उयो गल्छ होइन, मान्छेहरू केही हुँदैन, उनीहरूले गर भन्छ। केही गर्नु पर्दैन। कस्तो मजाले दौडेर आफै दौडिरहेछ। सबै गर्छ, लेन क्रसहरू सबै गर्छ यसले। आफ्नै पारामा हिँड्छ यो चाहिँ। यहाँ चाहिँ साथीको बर्थडे मनाउन आएको हामी होइन। यो चाहिँ ठ्याक्कै समुद्र छेउमा छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ समुद्रकै छेउमा पार्क छ। पार्कमा बर्थडे मनाउने भन्ने कुरो भएर यहाँ आएको छौँ हामीले। यहाँ 2टा घोडा पनि यहाँ राखेका छौँ। अब अझै साथीहरू आउँदै हुनुहुन्छ र अब म बर्थडे बोयलाई भेट्ने छु यहाँ तलतिर। यो पार्कमा अब मनाउने हामीले। आज मौसम त्यति राम्रो चाहिँ छैन होइन। ल बर्थडे बोय। ल हाम्रो उहाँ योन्जन सरको चाहिँ बर्थडे हो आज होइन। हामी बर्थडे मनाउनु यो ठाउँमा आएको छौँ। ह्याप्पी बर्थडे टु यु। ल ह्याप्पी बर्थडे है त। हामी अब आज यहीँनिर इन्जोय गर्नेछौँ। तयारी गरिरहेछौँ सबै कुरा। ऊ बाल्नलाई सेकुवा, यहाँ सामानहरू यहाँ छ। यहाँ हाम्रो असीम सर रेडी गर्दै हो होइन। आमामा के हो यस्तो? के गर्नु लाग्नु तपाईँले यार? ल के भयो अरे? के भयो अरे? टोलीहरू यहाँ आएर उता जापान पुगिन्छ भन्दै उता ल हामीले ठ्याक्कै समुद्रकै छेउमा छौँ है त यतिखेर। चाउचाउ साथै हुनुहुन्छ साथीहरू। के भोक लागेको हो? मनु सर के सेकुवा पोल्न रेडी हो? यहाँ चाहिँ पार्कमा यसरी राखिदिएको हुन्छ होइन सेकुवा पोल्नलाई। ल चट्ट लाएर अब यहाँ सेकुवा पोलिन्छ। सबै तयारी गरिरहेको छौँ। त्यहाँनिर साथीहरू आउने क्रम पनि जारी छ र हामी यहाँ आएर बनाउँदैछौँ खानेकुराहरू। सरोज भाइले पुरा यो के अरे चटपटे मोल्दैछन्। हाम्रो मोहन कुमार सर काट्दै हुनुहुन्छ। मनु सर त्यत्तिकै बर्थडे बोय हो, यताउता म्यानेज गर्दै व्यस्त होइन। हाम्रो बर्थडे बोय हो समीर योन्जन। म हेरी योन्जन। ल त्यहाँ माथि चाहिँ दारूहरू दामी सजाइरहेको होइन। अहिले हामीले बर्थडे मनाउनु आएको छौँ। यो चाहिँ टाढो छ। यो हामी योन्जन एउटै त हो त अनि।
ए योन्जन त एउटै हो नि दाजुभाइ नै हो नि योन्जन त तामाङको सर पार्किङ यसरी गर्नुपर्छ अनि यहाँ चाहिँ यसरी आफै पेमेन्ट गर्नुपर्छ यहाँ चाहिँ यहाँ खाम राखिदिएको छ यो चाहिँ यहाँ लेखेर गाडी नम्बर लेखेर पैसा खामभित्र हालिदिएर अनि यहाँभित्र हाल्नुपर्छ आज यहाँ दिउँसोभरि पार्क गरेको चाहिँ $5 है डे पार्क कारको $5 अनि यहाँ चाहिँ यस्तो बक्स हुन्छ यहाँ इन्भल्भ राखिदिनुपर्छ होइन यहाँ चाहिँ यस्तो हुन्छ सिस्टम है अमेरिकामा चाहिँ कहाँ हुन्छ यहाँ मान्छे कोही हुँदैन कोही छैन आफै गर्ने हो सबै त्यो अनि यहाँनिर पार्क एरिया लिएको चाहिँ फ्री हो तर पार्किङको चाहिँ पैसा लिन्छ यस्तो ठाउँमा पनि अनि मैले यहाँ 2टा पार्किङको बनाएँ होइन यो दुईटा बनाएको छु अब यो पनि म यहाँ हालिदिन्छु होइन यो यहाँ $5 हाल्दै भित्र यो हालिदिन्छु यहाँ अनि दुईटा गाडीको 2टा बनाइसकेँ होइन यो चाहिँ यहाँ ठ्याक्क छिराइदिन्छु होइन अनि पर्मिट चाहिँ यो पर्मिट चाहिँ आफूले बोक्ने हो अनि यहाँ चाहिँ पार्किङ यसरी मिसिन केही छैन यो चाहिँ किनभने टाढा छ नि त अनि मिसिन हुँदैन यसरी फलामको कत्रो बनाइदिएको छ क्या कसरी खोल्ने होला यार खोल्ने ठाउँ कहाँ छ खोल्ने ठाउँ पनि देख्दिनँ यसको भित्र होला सायद यहाँ चाहिँ यस्तो हुन्छ हामीले गाडीको पार्किङ पनि गऱ्यौँ अब गयौँ पार्किङ गरेर फर्किसकेँ टोलीहरू चाहिँ खानु बोलाएको बोलाइछन् होइन यहाँ खाजा एक लोटा खाजा हान्ने हो हामीले अब खाजा हान्नुपर्ने हुन्छ हजुर कहाँ बियर खान्छ भन्नुहुन्छ र डिरेक्सन हावा जताबाट चलाएको छ त्यति होइन ल साथीहरूले यहाँ सेक्वा बनाउँदै हुन्छ सेक्वा अब पाक्ने क्रममा छ होइन हिरो शैलेश शैलेश ल बजे बहिले अब केक काट्ने छ होइन मैले ओपन गर्दैछु है त यो ज्वेलरी हो फर्स्ट टाइम पाएको है फर्स्ट टाइम हो यो ठाउँ चाहिँ सान फ्रान्सिस्को माथि पर्छ होइन घुम्नको लागि राम्रो ठाउँ हो के अरे क्युरन भन्छ होइन क्युरन भन्ने ठाउँ हो यो यहाँ चाहिँ घुम्नको लागि एकदमै राम्रो ठाउँ पारी गोल्डन ब्रिज छ त्यहाँ पारी देखिन्छ है यो चाहिँ यताबाट माथिपट्टि छ र त्यतिखेर हामी यहाँ छौँ बर्थडे मनाएर हामी अर्को ठाउँ घुम्न आएको र अरू साथीहरू चाहिँ गए यहाँ चाहिँ अलिकति भिआइपी ठाउँ राम्रो ठाउँ रहेछ ल देख्न सक्नुहुन्छ तपाईँहरूले यस्तो राम्रो अलिक बेलुकाको टाइममा आएको छ है घरहरू कस्तो दामी दामी क्या ल हेर्नुहोस् कस्तो दामी यहाँनिर पर गोल्डन ब्रिज देखिएको छ गोल्डन ब्रिज त्यहाँबाट यस्तो माथि लगभग यो ठाउँ कस्तो त आइन्न है आज हामी कताबाट घुमेर यहाँ आइपुगेका छौँ यो घुम्नको लागि एकदमै असाध्य राम्रो ठाउँ यो पारी देखिएको चाहिँ टापु हो यो चाहिँ टापु नै हो यो पारिपट्टिको वरिपरि यसको वरिपरि चाहिँ पानी नै पानी छ र त्यो चाहिँ बिचमा छ त्यहाँनिर पनि विभिन्न रिसोर्टहरू बनिएको छ घुम्नको लागि असाध्य राम्रो ठाउँ अब देख्न सक्नुहुन्छ है ल
आजलाई मैले खासै राम्रो चाहिँ बनाइनँ होइन तर ठिकै छ ल हेर्नुहोस् अब हामी लास्ट हाम्रो डेस्टिनेसन यही हो अब म भिडियो क्लोज गर्नेछौँ है त गाइज ल